म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईलाई तुरुन्त छोड्नुहोस्, बोल्नै नपाइने पनि हुन्छ। मानवाधिकार आयोगले भनिसकेको छ, बोले बापत नै थुन्नु मानवाधिकारको उल्लङ्घन हो। सरकारलाई मानवाधिकारको उल्लङ्घन गर्ने अधिकार छैन भनेर मानवाधिकार आयोगले भनिसक्यो, सरकार बुझ्नुपर्छ, सरकारले पछाडि हट। त्यसो भएर बोल्न नदिनका लागि बोले बापत आक्रोशित उत्तेजित भएर मान्छे गिरफ्तार गर्नु हुँदैन। कसलाई को मन पर्छ, कसलाई को मन पर्दैन होइन, तर केमा थुन्ने